टल्किने कहाँबाट आऊ त यहाँ आउन। हेलो भाउ झल्किने त आजभोलि के काम गर्दछ है त? के झोला होला लया छै के लुडा जो हातडो दिजो छै म गर्ने यो के हो त भाउ? यो लुडो होइन काउ, मैले चाहिँ एउटा युट्युब च्यानल खोलेको छु एनएमबी भ्लग। त्यो भ्लगको लागि बोल्नलाई यो लुडो होइन माइकको प्रयोग गर्नुपर्छ, त्यही भएर यो माइक हो। यो माइक हो भाउ, यो माइक यहीबाट कुरा गरेपछि के ठुलै डाको हुनिदो छ? ठुलै डाको होइन, प्रष्ट आवाज आउला भनेर यो चाहिँ यसको प्रयोग गरिन्छ काउ। त्यसो भएपछि हेर झल्किने झल्किने तँ के गर्न लागि त आजभोलि अचुम्म लाग्यो म गर्न। के त्यो भलक हुनु चाहिँ भलक खुलिकन के गर्ने त? अब भ्लग खोलेर अब यस्तै यस्तै मान्छेहरूले के सामान बेचेछन्, हाम्रो नेपालमा के हुँदैछ भनेर त्यसको बारेमा म यस्तै मान्छे खोजिरहेको थिएँ। अनि काउ तपाईँले यो झिटी झम्टो ल्याएर के ल्याउनु भयो? यो झिटी झम्टो पनि छ तपाईँसित, यो के हो यसको बारेमा अलि बताइदिनु न। हेर भाउ झल्कुने ने मैले के ल्याएको छु यो सबै नेपालको जडीबुटी हुने यही हो। सब जुम्ला जिल्लामा पाइन्छ, यो नेपालभित्रै पाउँछ। शिलाजित, यो जिम्मो भयो, यो शिलाजीका डब्बा भया भाउ, यो कामराज हुने यही हो। अनि यो जेठी मधु हुने यही हो, टिमुरी हो। यसले के काम गर्छ त काउ? अनि यसले भाउ यसले हाम्रो यो खोकी लागेपछि खाने जडीबुटी हो। खोकी लागेको कब्जिङ हो, घाँटी दुःख भनेपछि मुखडो हालेपछि है त्यसले अलिकति विशेष गर्दछ। अनि त्यसपछि यो रातो रातो छ, यो पनि के हो त काउ? यो कामराज हुन्नाखान नेकामान्ठ, हामी जुम्ला आइकन खिरौँलो भन्नाखान भाउ। यसले पिसा पोलिया चट्टै गर्दछ। पिसा पोलो हुने मेडिकल जानै पर्दैन हेर भाउ, यही खाएपछि सन्चो भइजान्छ। अनि यो जडीबुटीको बारेमा हेका मान्छेलाई ज्ञान छ कि के भनेर अनि हेका मान्छेलाई बेच्नुहुन्छ तपाईँले? यो बोकेर त हिँड्नुहुन्छ, हेका मान्छेलाई कसरी मोटिभेसन गरेर यो दिनुहुन्छ त अनि तपाईँले? कहाँ भुन्नै रे भाउ, कहाँ भुन्नै, कपाल दुखाइलाहन् कि हत्तपत्त लिन मान्दैनन्। तोकेर डक्टर होइ के भन्ने भए कहाँ त कति पढेर डक्टर भयो त यही थाहा जडीबुटी खाए सन्चो हुन्छ क्या, यही त जाबो जडीबुटी भन्ने भए धौगरी सम्झाउनु पऱ्यो भाउ। है धत्तगरी कोही मान्ने जा भए एक दुई पाकेट लिने भए मान्ने जा भए कामै गर्दैन यो जडीबुटी खाइकन बिना काम छ हस्पिटल जाने भन्ने भए भाउ। खालि हस्पिटलको भर पर्न आँट्यो, नेपालको जडीबुटी खाँदैनन्। आम्नै